पावर चाहिँ रहेछ। वेल म चाहिँ एज अ सेक्युरिटी गार्ड काम गर्छु। यो चाहिँ कतार है गाइस, यो चाहिँ कतार हो। म यहाँ आएको लगभग 3 महिना कम्प्लिट हुन आँटिसक्यो मेरो उताको कन्ट्र्याक्ट सकेर यो लोकेसनमा। अब यो लोकेसनमा मलाई के घट्यो के भयो भनेर अब म तपाईहरुलाई एक्सप्लेन गर्छु है। यो लोकेसनमा चाहिँ अब कन्ट्र्याक्ट सकेर अब हाम्रो कम्पनीबाट अब केटाहरूलाई ल्याउनु खोजेको थियो क्या। अनि यो लोकेसनमा चाहिँ आउन मानेन है। अब कोही केटाहरू आउन मानेन। अब मलाई त थाहा थिएन। अब राम्रो लोकेसन छ, कोही पनि आउँदैन, सुपरभाइजरहरू पनि आउँदैन, कोही पनि आउँदैन, सेकिङमा आउँदैन, जस्ट जानु रुङ्नु भन्यो। अनि म त एकदम खुसी भयो क्या। अब अहिलेसम्म सुपरभाइजरको अन्डरमा काम गरेको थिइनँ है। अनि नाइट सिफ्टै गरेको थिएँ नि त। अब 2 इयर्स पनि पहिलाको लोकेसनमा भनेको मैले अब विदाउट सुपरभाइजर क्या, अब नाइट सिफ्टमा काम गर्थेँ। अनि अब सुपरभाइजरको अन्डरमा अब काम गर्नु अलिकति सक्दिनँ नै भनौँ न। अब बानी छैन मसँग होइन। ल ठिक छ भनेर अनि यो लोकेसनमा आएँ है। यो लोकेसनमा आएँ अनि म अब सुत्दाखेरि चाहिँ अब यो कोठाभित्र सुत्थेँ क्या। अघि मैले सुरुमा अब जहाँबाट मैले भिडियो बनाएको थिएँ है, स्टार्टिङबाट त्यहाँबाट ल। अनि त्यो अब सुत्थेँ क्या म। अब ऐठनहरू हुन्थ्यो है। अब मलाई चाहिँ कस्तो लाग्थ्यो भने यो ऐठन त भइहाल्छ, नर्मलै होला भन्थ्यो। तर एक दिन होइन, 2 दिन होइन, डेली क्या अब रेगुलर हुनु थाल्यो त्यस्तो है। अनि बाहिर ढकढक गर्थ्यो क्या। अनि मलाई लाग्थ्यो बिरालोहरू होला, यिनीहरूले पो यो ढोका ढकढक गरेको होला भन्थे। अब 2-3वटा बिरालो छ, अर्को सेतो बिरालो पनि छ। अनि त्यस्तो वास्तै गरिनँ मैले। अनि एक दिन के भयो भन्दाखेरि एकचोटि म 1-1:30 बजीतिर होला क्या, एकचोटि मात्र देखेँ है मैले। एकचोटि के 1:30 बजीतिर म यहाँनिर बसिरहेको थिएँ क्या। अनि टक्क यता आएँ, यता हेर्दै थिएँ क्या। यहाँ हेरेँ है। अनि यो झ्यालमा हेरेको है, ठिङरिङ्ग के क्या अब भनौँ न, सेतो क्या, सेतो कपडा जस्तो ठिङरिङ्ग उभिएछ। कस्तो मुटु लास क्या, अब कस्तो भनौँ न, अब लास मेरो त है आत्मै निक्लिँदा जस्तो भयो। तर पनि मैले कन्ट्रोल गरेँ क्या। यस्तो केही पनि होइन, यस्तो नसोच भने मैले आफूलाई नै अलिकति भनौँ न अब हौसला दिएँ। अब केही पनि होइन, यस्तो यो तेरो भ्रम हो भनेर गरेँ क्या। हेरिराखेँ है, सेतै छ क्या अब। अनि मैले यस्तो सोचेँ यो मेरो भ्रम होला जस्तो लाग्यो क्या। अनि फेरि एकछिनपछि यताउति त्यहीँभित्र पसेँ, हल्का म साइको भएँ। त्यसपछि एकछिनपछि त्यस्तै आधी घन्टापछि आएँ, फेरि त्यहाँ हेरेको केही छैन क्या, केही छैन होइन। अनि त्यसपछि त त्यो त मेरो भ्रम होइन जस्तो लाग्यो। अनि त्यसपछि त्यति साह्रो यताउति मैले केयर गरिनँ। तर अब के भने ऐठन चाहिँ साह्रै भइदिन्छ क्या अब यो कोठामा। अनि प्लस के हुन्छ भने अनि म त्यो कोठाभित्र राति अब सुत्दाखेरि क्या, अब सुत्दाखेरि साह्रै ऐठन हुन्छ क्या। अब यो सायद मुस्लिमको यो कोठाहरू भएर होला, सायद पहिला यहाँनिर मुस्लिमहरू बस्दो रहेछ नि त यो कोठामा। अनि यहाँनिर भित्र चाहिँ के हुन्छ भने खालि ऐठन हुने क्या। अनि मैले घरमा पनि कल गरेर मलाई त यस्तो हुन्छ लोकेसनमा, के भएको भनेर अब मैले चाहिँ आमासँग सल्लाह लिएँ क्या। अनि फलम राख्न भन्थ्यो यताउति। अनि फलमहरू यतातिर अब भुइँतिर अब टन्नै हुन्छ क्या अब फलमहरू भनौँ न। अब तपाईँलाई म देखाइदिन्छु ल। अनि मैले फलम पनि राखेँ क्या, 2 दिन 3 दिन चाहिँ मलाई त्यस्तो केही भएन क्या है। 2 दिन 3 दिन चाहिँ त्यस्तो केही भएन। अनि त्यसपछि फेरि फलम सिरानी मुनि राख्दा पनि ऐठन बनाइदिने क्या। यहाँनिर सुत्थेँ, अब यहीँ भनौँ न, यहाँनिर अब नाइट ड्युटी गर्दा चाहिँ अनि फलमहरू क्या यो फलमहरू राखेँ है। यहाँनिर सिरानीमा राखेर सुत्थेँ। एनिवे है, सिरानीमा राखेर सुत्थेँ। यहाँबाट एकचोटि म सुतेको पनि थिइनँ, आधी निन्द्रामा थिएँ होइन। आँखा चाहिँ चिम्मा गरेको थिएँ, सुतेको चाहिँ थिइनँ है, निदाएको थिइनँ भनौँ न। पुरै अब लाइट टक्क यसरी बन्द गरेर सुत्छु नि त म, नत्र निन्द्रै लाग्दैन नि त, मेरो बानी नै यस्तै हो नि त। अनि यहाँ सुतेको, यहाँबाट है, यहाँ सिरानीबाट घिसारेर लग्छ त्यो ढोकासम्म लग्छ क्या। अब मलाई चाहिँ कस्तो लाग्यो भने आँखा
आँखा नखोल हुन्छ क्या। अब कालो छ क्या, के कालो त्यो उयो हुन्छ नि के पो, अब यो कालो गार्बेज जस्तो ओढेर आएको हो कि त्यो के ज्याकेट जस्तो ओढेर आएको मान्छे तान्दै तान्दै यो ढोकासम्म ल्याउने क्या, 2 चोटि 3 चोटि। अब मलाई फिल भइरहेछ भित्रैबाट क्या, म निदाएको छुइनँ क्या अब है, त्यस्तो भइरहेछ। साह्रै डर लाग्यो। अनि मनमा ओम नमः शिव ओम नमः शिव ओम नमः शिव भने बिस्तारी 2-3 मिनटपछि बिस्तारी बिस्तारी त्यो छोडेको जस्तो फिल भयो होइन, टाउकोमा पक्रेको जस्तो छोडेको जस्तो फिल भयो। यस्तो आँखा खोल्दा यस्तो पछाडि छाम्छु, टाउकोमा सिरानी छ क्या। सुरुमा छाम्दा चाहिँ छैन जस्तो फिल भयो मलाई है। अनि त्यसपछि त्यो भइसकेपछि चाहिँ अनि सिरानीहरू सबै चिज छ, मजाको त्यहीँ सुतिरहेको छु। अनि हतार हतार मैले त्यो लाइट अन गरेँ है। अनि अन गरेँ, अनि यहाँनिर के हुन्छ भने अहिले आउँदैन, त्यो एउटा बिरालो छ, एउटा सेतो है, प्रेग्नेन्ट छ त्यो बिरालो। फेरि त्यो चाहिँ खालि राति मात्र आउँछ क्या। अब त्यस्तै 1 बजी कहिले 2 बजीतिर आउँछ। अनि यहाँ बसेर खालि त्यो यो बच्चा रोए जस्तो होइन, त्यो केटी मान्छे रोए जस्तो होइन, त्यसरी रोइदिन्छ क्या। त्यो रोइदिँदाखेरि पनि अब सुरुमा चाहिँ यस्तै होला, बिरालो भोकले रोक होला भन्छ, तर डेली त्यही टाइममा आइदिएर रोइदिने क्या। अनि अहिले यसो पछि गएर बुझ्दा चाहिँ यो लोकेसनमा किन हाम्रो कम्पनीको केटाहरू आउनु नमानेको रहेछ। अब थाहा हुँदो रहेछ नि त तिनीहरूलाई त, अब पहिला काम गरेको यहाँ केटाहरू पनि रहेछ। अब कति रिजाइन हानेर गएको छ, कति 1-2 दिन काम गरेर छोडेदै गएको छ क्या। अब के नयाँ केटाहरू त यहाँ बस्नु सक्दैन, 2 दिन 3 दिन काम गर्छ छोडेर गइदिन्छ। अनि यहाँनिर अब नेपाली दाइहरू पनि 1 महिना जस्तो बसेछ। अनि खै किन हो किन म गर्नु सक्दिनँ यो लोकेसनमा भनेर चल्दैछ। अब मलाई पनि थाहा थिएन क्या यस्तो हुन्छ भनेको भए त अब पहिल्यै म नआउने है। अब मैले जान्छु नि त भने, अब मलाई पनि लाग्यो अब कम्पनीले राम्रो छ यताउति राम्रो छ भनेर पुरा फुर्काइ पठायो क्या मलाई क्याम्पसहरूले होइन। अनि पुरा थ्याङ्क यू भन्छ क्याम्पसहरूले पनि। किन भनेको होला मलाई लोकेसनमा पुऱ्याउँदैछ, सुपरभाइजरहरू कोही पनि आउँदैन र पनि यिनीहरूले किन थ्याङ्क यू भनेको होला यताउति भने। टक्कै यो लोकेसनमा आउँदा सुरुमा आउँदा मलाई पिस लाग्यो है। म त्यस्तै 6 बजीतिर आएको थिएँ टक्क। अब त्यस्तो सिटी एरियामा थिएँ म है। सिटी एरियामा हुँदाखेरि अलिकति भनौँ न यो नोइज पोल्युसनहरू, यो गाडीको आवाजहरूदेखि लिएर है, मान्छेहरूको हाउभाउ यताउति गिजिङ सुनेर इरिटेट भएको। यहाँ आउँदाखेरि चाहिँ चराहरू यताउति है, यो के पो परेवाहरू सबै चिज रहेछ नि त यहाँभित्र है। यतातिर गुडसुड बनाएर बसेको रहेछ। अनि तिनीहरूको आवाज सुन्दा पनि कस्तो दामी फिल भयो क्या। अब यो चाहिँ गाउँ साइड हो भनौँ न। अब यहाँ भनेको धेरै घर छैन, यो मेरो एउटा हो। अनि यहाँदेखि पर छ। अब यो बत्ती बलिरहेको हो देखिराख्नु भएको छ भने यो नभएको पनि यो लगभग 15देखि 16 किलोमिटर टाढो है, यो टाढो। अब यहाँबाट हामी सिटी एरिया दोहा सोहा जानु पऱ्यो भने यहाँबाट नभएको पनि हामी लगभग 10 किलोमिटर जति हिँडेर जानुपर्छ। गाडीहरू हुँदैन, कुन गाडी कहिले आयो भने लिफ्ट माग्दाखेरि दिन्छ, नत्र हामीले बसहरू मेन गाडीहरू पक्रिनु छ भने चाहिँ हिँड्दै जानुपर्छ यो डेजर्टबाट। अनि त्यहाँ रोड आइपुग्छ, अनि त्यो रोडबाट मात्र हामी जानु पाउँछौँ। त्यही पनि दोहा लगभग 40 किलोमिटरदेखि लिएर 60 किलोमिटर समथिङ एराउन्ड, आई डोन्ट नो है, त्यस्तै कति छ है। अब भन्छ म त्यति चाहिँ यहाँबाट गएको छुइनँ। अनि राति चाहिँ म अहिले सुत्नु सक्दिनँ है। धेरै म सुतेँ, लगभग मलाई 2 महिना जति ऐठन भयो। त्यो फलमले पनि काम गरेन। त्यसपछि मैले सानो फलम गोजीमा राख्नु थालेपछि 1-2 दिन केही भएन, फेरि त्यस्तै हुन थाल्यो क्या। अनि यहाँनिर चाहिँ अलिकति नेगेटिभ पावर स्ट्रङ भयो भने चाहिँ अलिकति उयोले काम पनि गर्दैन जस्तो लाग्यो। अनि त्यसपछि मैले लाइटर बोक्नु थालेँ। लाइटर साइटर बोक्दा चाहिँ त्यस्तो खासै केही भएन है। यताउति साइको हुँदा झिलिक्क बालिदिन्थेँ म, बालिदिइराख्थेँ। फेरि यो झिलिक गर्ने लाइटर भन्दाखेरि चाहिँ बलिराख्ने लाइटर चाहिँ अलिकति आयो भने मनमा पनि उयो हुँदो रहेछ क्या, केही हुँदैन भन्ने। अनि अहिले चाहिँ मैले लाइटर साइटरहरू बोकेर बस्छु राति है। अनि त्यही हो, अब डराउँदै भए पनि काम गरिरहेको छु है। अब यसको लगभग कन्ट्र्याक्ट पनि सकिन आँट्यो। अब जे होस् लोकेसन चाहिँ राम्रै हो है। अब कामको लागि भन्नुपर्दाखेरि अब त्यस्तो काम पनि हुँदैन, एनी टाइम कोही पनि आउँदैन, त्यस्तो ल्याङ किचकिच केही पनि छैन। तर यहाँ अलिकति चाहिँ त्यस्तै रहेछ क्या। अब म त त्यति साह्रो विश्वास गर्ने मान्छे पनि होइन, यो भुतसुत हुन्छ होला यस्तो विदेशतिर होइन। अब नेपालतिर चाहिँ हुन्छ, अब नेपाल इन्डियातिर भनेको त अब हुन्छ भनेर अब थाहा पाइराख्छु नि त। अब विदेश जस्तो यस्तो
अब भनौँ न यस्तो अरूको देशमा चाहिँ के हुन्छ होला र भुतसुतेहरू भनेर त्यस्तो इन्टेन्सन थियो नि त। तर त्यस्तो हुँदैन रहेछ क्या। यो नेगेटिभ पावर चाहिँ जुनै देशमा पनि जुनै ठाउँमा पनि हुँदो रहेछ क्या। त्यस्तै हो है। त्यस्तै छ। डढाउनु चाहिँ भएन। जस्तै ऐठन सैठन भएपछि पनि डढाउनु चाहिँ भएन। मलाई कतिचोटि यो घाँटी निचारेको जस्तो है, यो छातीमा ठेलेको जस्तो सुत्दाखेरि उठ्नै सक्दिनँ थियो क्या। मलाई यस्तो उठ्नु खोज्दाखेरि ड्याप ड्याप पनि बनाएको छ क्या। फेरि पुरा निन्द्रामा होइन, निदाइरहेको बेलामा, सुतिरहेको बेलामा होइन क्या। जस्ट अब सुत्न आँटेँ भनेर आँखा चिम्मा गरिन्छ नि, आँखा चिम्मा मात्र गरेको तर सबै हाम्रो दिमागहरू चलिरहेको हुन्छ, सबै चिज चलिरहेको। त्यस्तो टाइममा, त्यस्तो भनौँ न त्यस्तो कन्डिसनमा ऐठन हुनु भनेपछि समथिङ इज रङ क्या है। अनि मलाई अहिले त त्यस्तो टाइम भएको छैन। अहिले त लगभग यहाँनिर त्यस्तै 9 बज्दैछ होइन, त्यति साह्रो उयो छैन। तर यहाँनिर चाहिँ क्या यो 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 फुटेको सिसा छ है, यहाँनिर चाहिँ अलिकति डरै लाग्छ मलाई। अब यो क्यामेरा पनि म देखाउँदिनँ है, अलिकति सिरिङ्गै हुन्छ मुटु है। अब त्यही हो, यस्तो हो। अब त्यही भएर म चाहिँ के भने अब लाइटर बोकेर अलिकति लाइट अनै गरेर बस्दिन्छु। सुत्नु चाहिँ सुत्दिनँ राति, नाइट ड्युटी हो। अब डे सिफ्टको दाइ पनि छ। डे सिफ्टको दाइ चाहिँ अब 2 जना हो नि त हामी, एकजना डे एकजना नाइटको हो। त्यो डे सिफ्टको दाइ चाहिँ यहाँ सुत्नुहुन्छ। त्यो दाइले अब त्यस्तो प्रब्लम हुँदैन किनभने म राति पेट्रोलिङ गरिरहेको हुन्छु। अनि त्यही भएर उसले लाइट अन गरेर ऊ पनि राति त्यस्तो हतपति सुत्दैन। ऊ भनेको बिहान बिहानतिर 4 बजीतिर सुत्छ। अनि त्यस्तै 8-9 बजीतिर उठेर उसले ड्युटी गर्छ। म 1-2 घन्टा एक्स्ट्रा गरिदिन्छु भनौँ न त्यो दाइको ड्युटी होइन। अब राति त्यस्तो काम हुँदैन, अनि डेमा हुन्छ। अनि त्यो दाइलाई पनि थाहा रहेछ क्या यस्तो यस्तो कतिचोटि मलाई ऐठन चाहिँ भएको छ भाइ। तर यस्तो मैले चाहिँ अहिलेसम्म चाहिँ देखेको छुइनँ, तर ऐठन चाहिँ भइरहेको छ भनेर उसले भगवान्को फोटो पनि राखेको छ क्या त्यहाँनिर। ऊ चाहिँ इन्डियाको हो, इन्डिया भन्नाले नेपाली नै हो। यो कुर्सेङ भन्छ दार्जिलिङ साइडतिरको, त्यहाँको दाइ हो। अनि उसले भगवान्को फोटो राखेर त्यहाँनिर राखेको छ शिवजी भगवान्को। अब कहिले कहिले अब झुक्केर अब कोही कतारीहरू आयो भने, अब यहाँको मुस्लिमहरू आयो भने चाहिँ त्यो फोटो चाहिँ लुकाउनु पर्छ क्या। अब त्यो फोटो चाहिँ यिनीहरूले देख्नु सक्दैन रहेछ। अब हिन्दूहरूको फोटोहरू यो शिवजीहरू भगवान्हरूको चाहिँ किन लगाइस् भनेर अस्ति ल्याङ गरेको रहेछ एकचोटि देखेर। अनि त्यो दाइले अहिले लुकाएर राख्छ क्या। राख्नु चाहिँ अगाडि नै राख्छ, तर तिनीहरू आयो भने चाहिँ टक्क त्यो वालमा हुन्छ कपडा यस्तो गरेर राखिदिन्छ क्या। अनि त्यस्तो चिजहरू पनि हुनुपर्दो रहेछ अब होइन। त्यस्तो चिजहरू भयो भने चाहिँ अलिकति आफूलाई त्यो हौसलाहरू दिँदो रहेछ है। त्यस्तै छ। अब लोकेसन चाहिँ अब यस्तै हो है, हन्टेडै छ क्या। अब यस्तो खै यो पहिल्यैदेखि थियो, यहीँ थियो। त्यो दाइले पनि भन्छ यो नछुनु भाइ भन्नुहुन्छ क्या। अनि मलाई छुनु पनि अलिकति साइको लाग्छ। त्यस्तो त केही गरेको छुइनँ। त्यस्तै छ त्यो लोकेसन भनेको चाहिँ होइन। अनि यहाँको बत्तीहरू पनि अहिले यहाँ एउटा 2टा मात्र बत्ती छ। अनि त्यहाँ अर्को बत्ती चाहिँ यहाँ कोही पनि आउँदैन क्या। यहाँनिर केही बिग्रियो हऱ्यो भने पनि आउँदैन क्या यहाँनिर। अब यहाँनिर वास्तै गर्दैन भनौँ न, कोही आउनै मान्दैन। अब हामीले कति यहाँको लाइटहरू सबै बिग्रिएको छ क्या। यहाँ एउटा 2टा 3टा मात्र लाइट छ टोटल। अनि यहाँको लाइटहरू पनि सबै बिग्रेको छ, यिनीहरू बनाउनु पनि आउँदैन। अब यो चाहिँ बाथरुम हो क्या। अनि यहाँ बनाउनु नआएर पनि अब यहाँको पानीहरू पनि यो सबै बिग्रिदिएको छ क्या यो। र पनि मान्छेहरू बनाउनु आउँदैन। यो बाहिरबाट तानेको पानी हो क्या, यो बाहिरबाट पाइपले तानेको होइन। अनि त्यस्तै छ। अब गाइस यही हो। यो ठाउँ चाहिँ अब कहाँ भन्दाखेरि यो ठाउँ चाहिँ अलिकति बोर्डर साइडतिर हो क्या। यो अल नासरानिया भन्छ यो चाहिँ। अब यहाँबाट साउदी चाहिँ धेरै टाढो छैन भनौँ न, हुन चाहिँ कतारमा हो है। अब तर कस्तो भने बोर्डर हो क्या। अब सिटी एरिया जानुको लागि लगभग 60 किलोमिटर जति छ यहाँबाट होइन। हिँडेर टाढोसम्म जानुपर्छ, त्यही भएर गाह्रै छ। अब जे भए पनि डढाउनु चाहिँ हुँदैन। जस्तो सुकै आएपछि पनि होइन अलिकति चाहिँ आँट चाहिँ गर्नुपर्दो रहेछ। अब मनमा डर त लागिहाल्छ, मान्छे हो होइन। तर पनि अब डर लागे पनि अब अलिकति स्ट्रङ चाहिँ हुनुपर्ने रहेछ क्या। न त यति भएन भने मान्छेहरू चाहिँ कहीँ बस्नु सक्दैन रहेछ, केही गर्नु सक्दैन रहेछ। अब गर्नै पऱ्यो, बस्नै पऱ्यो, बाध्यतै छ होइन। अब ड्युटी गर्नै पऱ्यो। अनि त्यो कारणले पनि हो क्या। एनिवे गाइस ल यति नै हो है। मलाई यो कुरा सेयर गर्नु मन लागिरहेको थियो है।
निकै दिनपछि अब यस्तो म त यो कन्टेन्ट सन्टेन्टहरू यताउति बनाउने मान्छे पनि होइन, तर मन लाग्यो क्या आज एक्कासी कहाँबाट अनि यो कुराहरू सेयर गर्नु मन लाग्यो क्या मलाई चाहिँ। अनि त्यही भएर मैले आज सेयर गरिदिएको है। ल